त्यतिखेर पनि यस्तै तन्किया थियो। के रे तपाईँ दुधको डब्बा त दिएको थियो, दुधै आएको थिएन। त्यही भएर यसरी तन्किया थियो भने गलत बोले क्या? यहाँनिर पनि कमेन्ट त्यस्तै आयो, तिमीले केही गलत बोल्यौ? उहाँहरू त अब तपाईँहरूले त गर्छन्, मलाई त गर्दैन, गरे पनि मैले हेर्दैन एउटा कुरो। होइन मैले त रियालिटी भनेको, उसले फर्स्टमा मेरो पनि रियालिटी नै हुन्छ। मेरोमा त्यस्तो गलत कमेन्ट आउँदैन। फर्स्टमा तिमीले बोतलवाला दुध पियौ, पछिबाट मैले रेड बुल खाऊ भनेर रेड बुल फर्स्टमा मैले बोतलवाला दुध खाएँ, त्यसपछि पोकावाला दुध खाइयो। पोकावाला दुध त आउँदै आउँथेन, त्यो मैले फोर्न नजाने है। त्यसलाई चिमर्दा धुनै भेटाएन। खाना त रहर त एकदम रहर हो, तर भेटाइन। भेटाइरहेको बेला चाहिँ नदिनु होला। काजु तपाईँहरूले गाली गरिरहनु भएको छ भने ऊ त गाली गरिरहेको छ र भएन अरे हेर्नलाई। तपाईँलाई गाली जसले गरेर हुन्छ नि त्यो याक्स हो तपाईँको। मेरो त सबैजना दादाहरूले दिजूहरूले केही भन्नै भएको छैन। उहाँहरूको कमेन्ट हेर्नु त म हेरिरहेको हुन्छु। अब यहाँ मुखले बोल्नु भ्याएको छैन। केले चाहिँ बोल्दैछौ त अहिलेसम्म? केले बोल्दैछौ लु भन त। केले बोलेको भनौँ त। आवाज कस्तो आइरहेछ त? मेरो आवाज कस्तो आइरहेछ? मुखबाटै बोलेको थियो, म त अर्कैबाट हो कि जस्तो। आएको छ कि हाम्रो कानाइज ब्रान्डजीले भन्नुभएको छ, भाइ खाना कुरा तिम्रो लागि यहाँ कमेन्ट आएछ, पढौँ कि नपढौँ? पढ्दैन, मलाई रिस उठिरहेछ। पुकु नेचरल यस्तै हो भनेको, सोल्टा पुकु ओभरअल ब्युटी छ यार भन्नुभएको। के गर्नु तपाईँलाई पाउँदैन बुढा? उहाँको नाम पनि भनिदिउँ। उहाँको प्रेम मगर हुनुहुन्छ उहाँ, होइन हाम्रो लाफा। उहाँ त मेरो साथी हो नि। बिग फ्यान त भनिहाल्छ नि तपाईँलाई ब्युटी भनेपछि त। कसै नराम्री मान्छे निकिसालाई ओहो छोरै छ त भन्यो भने आहा थ्याङ्क यू भने त हुन्छ क्या। राम्री त तिमी छ कि तिम्रो कमेन्टै हुँदैन क्या। तिम्रो कमेन्ट हुन्न। जसले कमेन्ट लेख्नुहुन्छ नि उहाँ दादाहरूले तपाईँलाई मनपर्छ। तपाईँ कतिजना भ्युअर्स हुनुहुन्छ यतिखेर? 174 कि 74 अन्ली? ओके, लगभग 400 जनामा एकजनामा चाहिँ तपाईँलाई मन परिरहेछ। मन नपराउनेहरू पनि मेरो फ्यानहरू नै हो। तपाईँ ऊ त 74ले त एउटै कमेन्ट लेखेर नि छ, अनि हामीले कसरी भन्नु त नि?
म त जहिले पनि पुपुको फ्यान हो रे। देख्यौ देख्यौ ल गाइस कमेन्ट कुदाम त लेट्स प्ले आचिबोर प्ले। पुगु मेरो साथी भए पनि पुगु चाहिँ मेरो फ्यान, म पनि पुगुको फ्यान हो हैन। उसको भिडियोको त फ्यान होइन। उहाँले भिडियो बनाउनुहुन्न, भिडियो बनाए पनि त्यही समथिङ समथिङ बनाउनुहुन्छ। उहाँको फ्यान चाहिँ म यस्तो फ्यान हो कि साला ब्याट्री सक्यो रेडियोको। रेडियोको ब्याट्री सकेपछि समाचार आउँछ त नि। भयो क्या मेरो भिडियो राम्रो रहेन रहेछ टिकटकमा भनेर। पुगु थ्याङ्क यू। नै पुगु भिडियो एक स्पेसल हुन्छ होइन। हुन चाहिँ जति हेरी राम्रो जस्तो हुन्छ, तर के हुन्छ भने मेरै भिडियो हुन्छ क्या। तर आफ्नै थुप्रो के हेर्नु भनेर फर्कै आउनु। भिडियो छ त मेरो टिकटकमा। त्यो फरीमा आउने भनेको फ्याट्टा आउने बित्तिकै यसो हेर्छु, पुगुले भिडियो बनाएछ भन्ने हेर्न जान्छु त साला आफ्नै दुध्नु छ। त्यही भएर फरीमा आउने त मेरै रहेछ भने त्यो टिकटकले भेजिदिएको रहेछ क्या मलाई चाहिँ। तपाईँले त भेज्यो भनेर तपाईँले भेजेको साला हिन्दी नबोल त कान्छा। तपाईँले त पठाउनु भएको थिएन। थ्याङ्क यू सो मच भन्छु होइन। हाम्रो थोतेको युट्युब च्यानल सब्सक्राइब गरिदिनु। अनि उतापट्टिको साथीहरूले यतापट्टिको साथीहरूले मेरो पनि प्रोफाइलको भित्र युट्युब च्यानल छ गाइस, सबैले सब्सक्राइब गरिदिनु होला। भाइलाई रक्सी लाग्दै गइसक्यो दिदी। यस यस खाएसी लाग्छ नि त। रक्सी लाग्दै मात्र छ, एकछिनपछि उसलाई बोक्सी पनि लाग्छ अहिले। कि नखाने हुन्थेन, खाएपछि लाग्छ है साथीहरू। यो चिज चाहिँ यस्तो छ होइन, खाएपछि लाग्छ भन्ने त नेपालमा पनि छ। थ्याङ्क यू सबैजनाले होइन मेरो प्रोफाइलभित्र युट्युबको लिङ्क छ गाइजहरू, कृपया सब्सक्राइब गरिदिनु होला। भिडियो हेर्न साथ सपोर्ट माया गरिदिनु होला। अहिलेसम्म त अब सबैजनाले माया गरिदिनु भएको छ होइन। थोते त अब अलरेडी थोते भइहाल्यो, हामी त अब अलिक सानै हुन्छ, त्यही भएर हामीलाई माया। म चाहिँ के भन्न चाहन्छु भने मेरो 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 प्रोफाइलमा मलाई फलो चाहिँ गर्नु भन्दिनँ। मलाई के भन्दिनँ, उहाँ हाम्रो पुपुजीलाई गर्नुहोस्। अनि मेरो गर्नै चाहनुहुन्छ भने युट्युबलाई गरिदिनु होला। 10,000 पुगेपछि मेरो गीत निकाल्ने मेरो धारणा हो। अहिले लगभग 8,900 समथिङ छ, 9,000 पुग्नु लाग्छ। यो महिनाभित्रमा गीत आउँछ। हिरोनी उहाँ नै हो, गीत खतरा आउँदैछ। इच्छुक हुनेहरूले सर्टकट टेलर सुन्न चाहनुहुन्छ भने टेलर सुनाइदिनु चाहनुहुन्छ। मेरो युट्युब सब्सक्राइब गर्नु सबैलाई थ्याङ्क यू गाइजहरू भन्नु। अहिले मेरो इन्टार किन देखाएन सुनाउनु भन्नु। तपाईँले एकजनाले मात्रै सुन्न भन्नुभयो। तपाईँ प्राइभेट आउनु, म नम्बर दिन्छु। एकजनालाई त कहाँ अनि आफ्नै थुदुको बेजत गर्नु त हो नि। त्यहाँ गएर ए थोते आयो भन्छ अनि दिमाग भन्न। खुसी मानेको त तपाईँहरूको लागि हो कि म थोते भन्दा म खुसी हुन्छु त यार। झप्प दाँत बोकेर बसेको मान्छेलाई
हाम्रो दाइले के भन्नुहुन्छ ब्रो झ्यापमा हो आँखा चिमचिम गरेर बोलेपछि झ्याप भन्दो रहेछ है पुगु प्रदीप ल लास्ट गेम खेलौँ अनि म सुत्छु यहाँ सुन यो आँखा चिमचिम गरेपछि झ्याप भन्दो रहेछ आँखा या तर के छ तिम्रो के गर्छु त अब त्यत्रो दुईचोटि भेट्दा नि आई लभ यु भन्न सक्दैन तिमी त राडै त्यो तिम्रो मन कुहिएको रहेछ पुको तिम्रो मन एकदम कुहिएको रहेछ बुझ्नै नसक्ने त्यो भेटेपछि आई लभ यु भन्नु परेर माया लाग्छ भन्ने हुन्न क्या भेटेपछि लभ परिसक्यो हुन्छ र भेटेपछि लभ आई लभ यु भनेर माया लाग्ने होइन के भन्छ आई हेट यु भनेर फर्केर आएछ भने पनि लभ पटो पर्छ भने लभ हुन्छ त्यहाँ त्यो एउटा भाग्य खेल हो एउटा माया भनेको भाग्य खेल हो भाग्यमा छ भने हुन्छ अरे भन्थ्यो साला भगवान्ले दिन्छ अरे भन्थ्यो मेरो त सबै समुद्रमा परेछ समुद्रमा आएपछि बगाउँदो रहेछ खोज्न जाँदा हजुर हजुर दुबईको समुद्र कि अबुधाबीको समुद्रमा पर्यो भने समुद्र एउटै हो दुबईबाट बग्दै जाँदै समुद्र अबुधाबी पुग्ने हो अबुधाबीबाट बग्दै आउँदा दुबईमा पुग्ने हो त्यसपछि साउदी कतार दुबई गर्दा गर्दै बाहिर देश जाने हो तिमी कहाँनेरिमा छ अहिले तिमी साउदीको कतारको केटाहरूलाई मन पराइरहेको छ कि दुबईको थोतेलाई इक्जाममा क्लियर गरेर जाऊ नि त मलाई मन पर्नु तिमी नै हो नि के गर्नु तिम्रो घरमा बुढी छ गाह्रो छ ए घरमा बुढी पो छ त भर्खरको त थिएन नि भर्खरको त तिमी भेटेर छ मैले यो नछोड्ने विचार गर्यो क्या हो मलाई 40-45 वर्षको हजुरआमाहरू त मेरो घरमा छ नि हो गाँठी तिमीलाई को चाहिँ मन पर्यो त लु भन नि त कुरो मिलाइदिन्छ यसो लमेन भएर मन त अहिलेसम्म लभ गरेको छैन मन त मलाई अहिलेसम्म सिधा कुरा है म ढाँडे पनि झुट बोल्दिनँ फेरि ढाँडे पनि झुट नबोल्ने मान्छे म हो अहिलेसम्म मेरो लभ सब चाहिँ यहाँ म पैसा कमाउन आएको हो म लभ गर्न आएको होइन यस्तो हो म भनेको तपाईँ कतिसम्म लड्नु भएको छ र म कति लडेको छु भन्ने कुरामा हुन्छ होइन म भनेको खेद्दै मार्न नसक्ने मिर्गा जस्तो हो क्या म लखेटा उहाँ पारी गाउँबाट लखेट्दै ल्याएको गोडामा त्यो बन्दुक बोकेर बसेको थियो आँकरे भने त बुझ्छु फेरि मैले म पनि त्यही हो भन्ने होला त्यही भएर म यो माया प्रीतिले मलाई सिरियस लिँदैन क्या मैले त्यही भएर सरी है त्यो तपाईँहरूले अब लागिन गरेर सुन्नु है धेरै नबोल्नु अब त्यो भन्छ भनेर मैले पहिले बोलेको थियो अनि भन्नु
टाइमिङ हुन्छ के एउटा 12 बजेको अलार्म राखेपछि 12 बजे बज्छ के केटा जुन टाइममा अलार्म राखे त्यही टाइममा बज्ने त हो अब 12 बजेको अलार्म राखेपछि 1 बजे बजेर हुन्छ भने भन न के हो भन न किन घोप्टो पर्दैछौ त्यहाँनिर कान्छीले मार्ला है कान्छी दिदीले होइन अलार्मलाई आउट हाल्नु ला तिमीले त जिन्दगीमा अलार्म आउट हाल्नु सक्दैन खुसी भयो र यो आइहरू सुनिरहेछ बोल्दा हुन्छ के बोल्दा हुन्छ तिमीले बोलिरहेछ तिमी मेरो हिमालयन नेटवर्क हो र किन भने बित्तिकै फ्याट बन्द हुने कमेन्ट नराम्रो आउन थाल्यो कमेन्ट नराम्रो आउँछ भने नपढ न कमेन्ट पुगु भेट भएको छ पुगु भेट भएपछि किन कमेन्ट पढ्नु पर्यो भन्ने कुरा धारणा तपाईँको अनुहारमा खुसी हेर्न पाउनु परोस् होइन मलाई पछाडिबाट कमेन्ट खतरा आइरहेछ रे यो लास्ट गेम हो पुगु भनेको नेचुरली भेट्ने मान्छेले मात्रै थाहा हुन्छ होइन गाली गर्नु हो भाइ गाली गर्यो भने तेरो पहिला खाइदिन्छ र भन्छन् छिमेकीहरू घरमै छिर्यो क्या तपाईँको मात्रै छ आफ्नो मान्छे मेरो पनि छ नि मलाई पनि सपोर्ट गर्ने मान्छे छ तपाईँ भाइरल भयो भनेर को बोल्यो को बोल्यो भने मलाई पनि थाहा छैन कुरामा झगडा गर्नु हुँदैन यस्तो हो फाइनली हाम्रो चाहिँ अब फाइनल गेम हो मेरो पनि गर्छु मैले चाहिँ होइन 12 बजेपछि मेरो पनि बिहान हुन्छ पनि बन्द हुन्छ यहाँ चाहिँ के छ भने यस्तै छ चलिरहेछ भाइ पालो घरको आवाज यता सुनिन्छ पार्टिसन नै भने के थियो ढोक बन्द गरेको थिएन आशा हुन्छ नि कोही आउँछ कि भन्ने म त जान्दिनँ आफ्नो त मनमा पाप छैन होइन एउटा इमान्दारीको रूपले सक्छ साथी भाइ हो सबैजना अरू त्यो भन्दा केही पनि होइन सक्यो न साथीहरू अब चाहिँ लास्ट गेम हो ट्याप गरौँ ल होइन दाजु मेरो घर इलाम